सबै सामु पुरानो कथा सुनाउँछु, सबै सामु पुरानो कथा सुनाउँछु, कथा भित्रको पनि मुटु रेड्ने व्यथा सुनाउँछु। आऊ मेरो सामु आऊ एकैछिन रमाउन, आऊ मेरो सामु आऊ एकैछिन रमाउन। फोक्सुन्डोको कथा व्यथा अथा सुनाउँछु, सबै सामु पुरानो कथा सुनाउँछु, कथा भित्रको पनि मुटु रेड्ने व्यथा सुनाउँछु। नमस्कार, म शङ्कर विश्वकर्मा। दुनैको डोल्पाको दुनैदेखि सेफ फोक्सुन्डो ताल घुम्न गएका थियौँ। म र मेरा 5 जना साथीहरू, रामे विश्वकर्मा, त्यसै गरी जय विश्वकर्मा, जनक विश्वकर्मा र लोकेन्द्र विश्वकर्मा अनि आदरणीय अग्रज दाजु खड्ग विश्वकर्मा, हामीहरू 6 जना दुनैदेखि यात्रा सुरु गरेको। निकै पिठ्यौमा गरम कपडाका ठुल्ठुला भारीहरू बोकेर झन्डै 4 दिनको यात्रा पार गरेर 4 दिनपछि फर्केर आएका थियौँ। बाटोमा दुःख सुख उकाली ओह्राली भन्ज्याङ चौतारी डाँडा पाखा भिर अनि ठुल्ठुला ती चट्टानहरू पार गर्दै हामीहरूले यात्रा सुरु गरेका थियौँ। बाटोमा गाह्रो अप्ठ्यारो बर्खा मासको बाटो, चिप्लो, निकै सङ्घर्षशील यात्रा रह्यो हाम्रो यो। सबै साथीहरू मिलेर सुलीगारको छेउछेउमा घरि दायाँपट्टि र घरि बायाँपट्टि सुलीगारसँग लुकामारी खेल्दै अनि ती भिर पाखाहरूसँग गर्दै अनि चिउरा बोकेर लगेका थियौँ। यसरी मिलिजुली चिउराहरू चिनी मिसाएर चिउरा खाँदै हामी यात्रा सुरु गऱ्यौँ र लाग्यौँ। त्यसपछि निकै अप्ठ्यारो बाटो, कतिपय मान्छेहरू हातमा लट्ठी टेकेर पिठीमा झोला भिरेर हिँडिरहेका थिए। कोही तल हिँड्दै थिए त कोही माथि हिँड्दै थिए। झन्डै 2 घण्टाहरू लाग्ने आकलन गरे। सेफ फोक्सुन्डो नजिक पुग्यौँ। 2 जना साथीहरूसँग रमाइलो गर्दै यी ठुल्ठुला चट्टानहरूलाई हेर्दै उकाली ओह्राली गर्दै हाँस्दै घरि नाच्दै गाउँदै निकै ठुलो यो प्रतिशालयमा पुग्नको लागि झन्डै आधी घण्टाको बाटो थियो। त्यो बाटो क्रस गरिसकेपछि त्यहाँ पुग्यौँ हामी प्रतिशालयमा। त्यहाँबाट केही दृश्यहरू देखिरहेका थिए। पहाडी भिरमा ठुल्ठुला पहाडहरू थिए। त्यो एउटा विकासी ठुलो मुसाले पारेको हो मान्छेहरू एउटा विश्वास थियो। त्यसपछि हामी त्यहाँबाट फोटा खिच्यौँ, केही भिडियो बनायौँ अनि केही दुःख सुखका कुराकानी गऱ्यौँ। त्यसपछि हामी फेरि त्यहाँबाट उकालो लाग्यौँ। पिठोमा फेरि गरम कपडाका भारीहरू बोकेर अनि उकालो लाग्यौँ। केही समय त्यो यात्रा गरिसकेपछि हामी माथि गयौँ। माथिबाट देखिरहेका थिए एकदमै रमाइलो ती दृश्यहरू। ती दृश्यहरूलाई हेर्दै निकै रमाउँदै हामी सबैजना अलिकति अग्लो ठाउँ, थोरै उकालो, सास फेर्न गाह्रो हुन्थ्यो अनि त्यहाँ पुग्यौँ। त्यसपछि केही अप्ठ्यारो बाटोमा पुगिसकेपछि हामीहरूले हेऱ्यौँ माथिबाट खच्चरहरू आइरहेका थिए। एकदम लोड थिए। ती खच्चरहरूलाई निकै गरुङको क्षमता भन्दा नि धेरै भारी बोकाइएको थियो। देख्यौँ सायद त्यो खच्चरमा र हामीमा केही थिएन, फरक त्यो खच्चर तलतिर आइरहेका थिए, हामी माथितिर गइरहेका थियौँ। दुःख थियो। अनि सेफ फोक्सुन्डोको पानी त्यहाँबाट भिजेर त्यहाँ तल 2वटा पुवालबाट आइरहेको, त्यहाँ झर्ना झरिरहेको देख्यौँ हामीले। त्यसपछि केही यात्रा अलि माथि गइसकेपछि हामीले हेऱ्यौँ फेरि कति राम्रो सुन्दर आहा प्रकृतिले दिएको माथि अग्लोतिर चारैतिर ठुल्ठुला हिम श्रृङ्खलाहरू थिए। यो पुरै सुलीगाड अर्थात् यो फोक्सुन्डोबाट झर्ने झरना हेर्दा अति राम्रो। तपाईँले राम्रोसँग हेर्नुभयो भने यहाँ एउटा इन्द्रेणी पनि देखिन्छ। यहाँ लगभग इन्द्रेणी 24 घण्टा देख्न सकिन्छ। अब रातिको कुरा त छुट्टै छ, तर दिनमा चाहिँ लगभग यहाँ इन्द्रेणी एकदम धेरै जसो देखिरहेको हुन्छ। अनि त्यसपछि हामी त्यहाँबाट यात्रा सुरु गऱ्यौँ। हाम्रा 3 जना साथीहरू अगाडि गइसकेका थिए। 3 जना हामी सँगसँगै यात्रा गरिरहेका थियौँ। कति रमाइलो, आहा स्वर्गै पुगेको जस्तो महसुस भयो यो झरना हेर्दै गर्दा। कति राम्रो। मसँग मेरा 2 जना साथीहरू सहित फेरि केही
उकाली ओह्राली भन्दै चौतारी गर्दै तिमीलाई एउटा कुरा भन्न मन लागेको छ त्यहाँबाट थोरै तिमीलाई एउटा कुरा भन्न मन लागेको छ तिम्रो मनको खेतबारी खन्न मन लागेको छ तिमी मान्छौ कि नै थाहा छैन मलाई तिमी